Hello guys, hope all of you are fine. All of you are doing great. I just wanted to make a vlog today because why not today? It's something special. So It's our birthday. No, okay, yes. It's my birthday also. It's mom and dad anniversary day. Okay, stay tuned. That's the bye. So I got ready for this school and I'm wearing sari. साडी लगाइदिनु चाहिँ म हुँ कि मलाई त के को आउँछ साडी लाउन साडी जिन्दगीभरलाई भारी हुन्छ जस्तो गर्छ मैले चाहिँ साडी लगाएको किनभने मेरो स्टुडेन्टको डिमान्ड थियो आज पनि साडी लगाएर आउनु भनेको थिएँ हैन मम्मी नेपाली बोल्दा हुन्छ म त नेपाली शुद्ध नेपाली हामी मम्मी 10-15 मिनेटको बाइकको यात्रापछि चाहिँ आई रिच टु आवर स्कुल अनि हाम्रो स्कुल चाहिँ अहिले भर्खर बनिँदै गरेको कन्स्ट्रक्सनमै छ अझै पनि धेरै कामहरू निर्माणको कार्य जारी छ अनि फर्स्ट पिरियडमै आई गट सरप्राइज बर्थडे सेलिब्रेसन क्लास 8 ले चाहिँ मेरो लागि बर्थडे प्लान गरिरहेका रहेछन् अनि आई वाज फिलिङ सो ब्लेस्ड मलाई चाहिँ एकदम खुसी लागिरहेको थियो एकदम सुरुमै आउने बित्तिकै दे मेड माई डे दे वर सो ह्याप्पी अनि यहाँ चाहिँ इट सिम्स लाइक उनीहरू मसित रिस निकालिरहेका छन् रिस पोखिरहेका छन् पुरै स्प्रे कानतिर छर्केर अहिले चाहिँ आँखातिर पुरै छर्किदिन्छन् मेरो चाहिँ फुल प्रयास छ यहाँ एकदम फेस लुकाउने आँखातिर पर्छ कि भनेर भन्ने तर उनीहरूले नै जिते मैले जितिनँ यसमा चाहिँ तर अफसोसको कुरा चाहिँ यहाँ के छ भने यत्रो स्टुडेन्ट्सहरूले मेरो डे स्पेसल फिल गराइदिनको लागि केक ल्याएर बर्थडे सेलिब्रेसन गराइदिए तर मलाई चाहिँ एकदम रुगा मर्कीले एकदम सताइरहेको भएर त्यो केक पनि चाख्न पाइनँ मैले सो अनलकी मी त्यो पनि अनि आफ्टर द्याट त दे हाइज्याक माई फोन मेरो फोन कता कता गयो केही थाहा छैन मलाई मेमलाई के गर्दैछ भन्नु मन लागेको रहेछ मेमलाई के गर्दै नाउ इट्स क्लास 6 टर्न्स क्लास 6 ले चाहिँ अगाडि नै अफिसमा आइयोरी मेम तपाईँको मोबाइल दिनु न छिटो छिटो भनेर भन्दै लगेका थिएँ अनि आफै भ्लग पनि स्टार्ट गरिसकेछन् यहाँ त मैले केही भोइस ओभर गरिराख्नुपर्छ भन्ने नै लाग्दैन मलाई सबै उनीहरूले नै भोइस क्याप्चर सबै गरिसकेका छन् आफैले दे आर भ्लगको एक्सपर्ट मभन्दा पनि धेरै अझै त्यो दिन चाहिँ मेरो मात्रै बर्थडे नभएर वर्षाको पनि बर्थडे थियो सो त्यो दिनै हाम्रो लागि क्लास 6 को लागि चाहिँ अझ स्पेसल थियो टिचरको पनि बर्थडे प्लस त्यही क्लासको स्टुडेन्टको पनि बर्थडे सो इट वाज मोर स्पेसल हेलो गाइस हैन अनि आज चाहिँ हामी टिचरको बर्थडेको लागि यहाँनिर डेकोरेसन गर्दैछौँ अनि हाम्रो डेकोरेसन चाहिँ यस्तो भइसकेको छ आइज हामी चाहिँ क्लास आइसकेको छौँ होइन अनि यहाँनिर हामी केक यहाँनिर ल्याइसकेको छौँ अब हामी केक अनबक्स गर्दैछौँ Happy birthday, dear Deepika ma'am. Happy birthday.
birthday wishes, beautiful greeting cards, and special gifts, and for cake. Thank you so much, guys. Thank you. Thanks a lot. Now it was turn for holy celebration अनि त्यही दिन चाहिँ पहाडी होली परेकाले गर्दाखेरि हाम्रो स्कुलमा पनि सेलिब्रेसन गर्यौं हामीले स्टुडेन्ट्सहरुसँग अनि इट वाज होलसम डे कस्तो स्पेशल डे रह्यो त्यो डे नै पुरै एकदम रमाइलो भयो Thank you. अनि होलीको सेलिब्रेसन पछि चाहिँ म घर फर्किदा म कस्तो थिए कस्तो भयो अब मलाई भन्ने खालको गीत जस्तो भइसकेको थियो एकदम विद्यार्थीहरुले सब ढेडु पार्दैका थिए घर जाँदाखेरि पनि नचिन्ने टाइपको भइसकेको थियो अनि घर रिटर्न गर्दाखेरि फेरि अर्को सरप्राइज रहेछ यहाँ भाइ र बहिनी भएर दराजबाट गिफ्ट मगाइदिएका रहेछन् ए भाइले मात्रै अरे अनि गिफ्ट मगाइदिरहेका रहेछन् दराजबाट अनि त्यो गिफ्ट चाहिँ के भनेर हामी पुरै आतुर थियौं भरे के रहेछ भन्दाखेरि चाहिँ एकदम युजफुल कुरै रहेछ मम्मीको र मेरो लागि चाहिँ मेन युजफुल कुरा रहेछ त्यो चाहिँ त्यो माइक्रोफोन हुन्छ नि टिचर युज गर्ने वाला हो त्यस्तो खालको माइक्रोफोन थियो थ्यांक यू भाइ थ्यांक यू फर दिस स्पेशल गिफ्ट भनेर भने मैले अनि उ पनि मक्ख पर्यो यति भन्दै हस् त बाइ